हेलो साथीहरू, आज चाहिँ म ढिँडो खाँदैछु। ढिँडो यो चाहिँ अक्कबरे खोर्सानी, अक्कबरे लु म चाहिँ ढिँडो खाँदैछु। ढिँडो ढिँडो यसो गर्ने हेलो साथीहरू, आज चाहिँ म गाउँको ढिँडो र मासुको झोलसँग अक्कबरे खोर्सानी खाँदैछु। कस्तो हुन्छ? आज छोरी खोर्सानी नगराइ छोरो, हाँस है। ढिँडो खानौ तिमी? कस्तो मिठो भयो। 1-2 महिना पछाडि खाएको हाँस आयो। कस्तो पिरो खा नगर न। ढिँडो गाउँको ढिँडो नगर न छोरो, हाँ हुन्छ। उसले आँखामा लाग्यो भने अझ जानुभयो उहाँ रक्सी खान जाऊ त। जाऊ अझ दोकान जानु छोरी। नगर छोरो। दामी भयो, दामी दामी भएछ हौ। दामी भयो गाउँको ढिँडो। 2 महिना पछाडि खाएको याद आउँछ। यति भयो। कस्तो दामी भएछ गाउँको ढिँडो। सब सलाएर यसो गर्ने, यसो गरेर दामी भएछ, दामी गाउँको ढिँडो। हौ जानुभयो, अझ कहाँ जानु? जाऊ। दामी भयो। बाई साथीहरू। एउटा के भने
यो मधेसको मान्छेले चाहिँ ढिँडो खान जान्दैनछन् क्या। ढिँडो भनेको के हो भन्छन्, यही हो, यसरी यो गर्छन्, यसरी क्वाप्पै खान्छन्। ढिँडो भनेको यही हो। ढिँडो भने पनि थाहा छैन मधेसको मान्छेलाई। यताको मान्छेलाई चाहिँ ढिँडो भनेको पनि के हो त्यो पनि थाहा छैन। हामी त सानैदेखि ढिँडो खाएको नि त, अनि यहाँ चाहिँ पिठो नै पाउँदैन। अनि त्यो प्याकेटको पिठो पाउँछ नि। आज चाहिँ 2 महिना कि 3 महिना भएको ढिँडो नखाएको। अनि प्याकेटको पिठो किनेर अनि ल्याएर आज चाहिँ ढिँडो पकाएर खाएको। ढिँडो यसरी खान्छ ढिँडो। ढिँडो भनेको यसरी खानुपर्छ। ढिँडो भनेको पनि थाहा हुँदैन मधेसको मान्छेले। हामी त ढिँडै खाएर हुर्केको। ढिँडो कति मनपर्छ। चामलको भातभन्दा ढिँडो नै मनपर्छ। मलाई दिनै ढिँडो दियो भने ढिँडो नै खान्थेँ। बाई बाई। मिठो भएछ खुर्सानी पनि यति छ। यति थोरै भात पनि ल्याएको। बाई।